तपाईले चाहिँ भिडियो एडिटिङ सिक्न अथवा भिडियोलाई काट्न बीचमा काट्न अथवा कमेडी साउन्डहरु निकाल्न अथवा जुनसुकै पनि भिडियो कलर दिन राम्रो बनाउनको लागि भिडियो एडिटिङ सिक्न चाहनुहुन्छ भने तपाईले चाहिँ यो भिडियो पुरा हेर्नु होला। तपाईले चाहिँ मैले एकदम यस्तो खालको धेरै एपहरु हुन्छ नि त्यसमा चाहिँ तपाईले सबैभन्दा राम्रो भिडियो एडिटिङ र सजिलो एडिटिङ कुन छ भन्ने म तपाईलाई सिकाउन गइरहेको छु। यसमा चाहिँ बीचमा विज्ञापनहरु पनि आउने छैन, तपाईलाई वाटरमार्क त्यसको कम्पनीको नाम पनि आउने छैन र तपाईले एकदम छिटै एकदम सजिलैसँग तपाईले सानो टच मोबाइलमा पनि पढेकोले नपढे लेखेकोले पनि सजिलैसँग सिक्न सक्नुहुनेछ। तपाई चाहिँ प्ले स्टोरमा अथवा एप स्टोरमा जानु होला। यसरी चाहिँ यहाँनिर चाहिँ यो युकट भनेर तपाईले सर्च गर्नु होला। युकट भनेर सर्च गर्नु होला। सर्च गर्ने बित्तिकै तपाईले चाहिँ यहाँ युकट पाउनुहुनेछ। यसरी कैचीको चित्र चाहिँ यसमा चाहिँ तपाईले इन्स्टल लेखेर तपाईले क्लिक गर्नु होला। एप स्टोर प्ले स्टोर केही फरक पर्दैन। यो चाहिँ एकदम फ्री रहेको छ, तपाईले पैसा पनि तिर्नु पर्दैन र तपाईले बीचमा भिडियो पनि हेर्नु पर्दैन। अरु धेरै एप्सहरु यस्ता छन् तपाईलाई फ्री दिए पनि बीचमा एड आउँछ अथवा धेरै भिडियो हेर्नुपर्ने हुन्छ। यसरी आइसक्यो भने यहाँबाट ओपन पनि गर्न सक्नुहुन्छ, नभए तपाईले चाहिँ यसरी यो हुने ठाउँमा चाहिँ तपाईले पाउन सक्नुहुन्छ। यसरी पाइसकेपछि युकट भन्ने यसरी खोल्नु होला। यसरी खोलिसकेपछि एलाउ गरिदिनु होला। एलाउ मागेको छ भने र तपाईले यहाँनिर कुनै पैसा मागिरहेको छ भने माथि एउटा सानोमा इन्टु चित्र हुन्छ त्यसमा चाहिँ क्लिक गरिदिनु होला र यहाँनिर न्यू प्रोजेक्ट भन्ने चाहिँ यसमा क्लिक गर्नु होला। न्यू प्रोजेक्ट भन्ने क्लिक गरिसकेपछि यहाँनिर अलाउ फुल एक्सेसमा क्लिक गरिदिनु होला र तपाईले कुन भिडियो एडिट गर्न चाहनुहुन्छ त्यो भिडियोलाई चाहिँ यसरी ल्याउनु होला। मैले चाहिँ एउटा भिडियोलाई क्लिक गरेर यहाँनिर एरोमा चित्रमा क्लिक गरे। एरोमा तपाईले क्लिक गरिसकेपछि यो भिडियो यहाँनिर आइसकेको छ। अब तपाईले कति भिडियो देखाउन चाहनुहुन्छ, कसरी तपाईले एडिट गर्न चाहनुहुन्छ, यहाँनिर यो माथिको धेरै चीजहरु रहेको छ। यो धेरै चीजहरु सबै चीजहरु सिकाउँदा भिडियो धेरै लामो हुनेको कारणले गर्दा चाहिँ तपाईले चाहिँ यो आज चाहिँ एक एक गरेर तपाईले चेक गर्नुहोस्, बिग्रिदैन केही फरक पर्दैन। तपाईले एक एक गरेर चेक गर्नुहोस् केले के काम गर्न छ भनेर एक एक गरेर तपाईले युज गर्न सक्नुहुन्छ। र भोलिको भिडियोमा म चाहिँ यसको भाग 2 लिएर तपाईलाई एकदम राम्रोसँग एक गरेर यो सबै कुराहरुको काम के हो, केले के काम गर्छ र कसरी के बनाउन सकिन्छ भनेर म तपाईलाई सिकाउने छु। यो भिडियोमा चाहिँ डाउनलोड गरेर यहाँसम्म ल्याउन चाहिँ सिकाइसकेको छु। तपाईले चाहिँ एक एक गरेर आफैले चाहिँ यसलाई चेक गर्नु होला र भोलिको भिडियोलाई तपाईले हेर्नु होला। त्यो भिडियो हेरिसकेपछि यो दुईटा भिडियोले चाहिँ तपाईको पुरै जिन्दगीमा भिडियो एडिटिङको स्किल एकदम राम्रो बनाउनेछ।